यो भिड हेर्नु त यो भिड हेर्नुहोस् त कस्तो छ। साँच्चीकै जनताहरूले परिवर्तन आखिर खोजेकै रहेछन् त हैन, चाहेका रहेछन् जनताले। त्यसले नेपाल आमाले पनि परिवर्तन चाहनु भएको छ। त्यसैले भारी मतले घन्टीले जिताउँ, बहुमतले घन्टीले जिताउँ, देशलाई अघि बढाउँ, देशलाई माया गरौँ। देश विकास हुनुपर्छ, सबैले रोजगार पाउनुपर्छ, स्वास्थ्य पाउनुपर्छ, शिक्षा पाउनुपर्छ। हावा कुरा गर्दै घर घरमा ग्यास ल्याइदिन्छु, रेल ल्याइदिन्छु, पानी जहाज चलाइदिन्छु। हावा हामीलाई चाहिए छैन, हामीलाई स्वास्थ्य, शिक्षा, पानी, बिजुली, बाटो भएपछि रेल सेल पानी जहाज नहुने हावा चाहिए छैन। विकसित देश दुबईमा त अहिलेसम्म घर घरमा ग्यास पुगेको छैन, 6 महिनामा ग्यास ल्याइदिन्छु। अब पानी बिजुली त घर घरमा पुगेको छैन, बाटो अहिलेसम्म घर घरमा पुगेको छैन। नभएको कुरा कहाँबाट ल्याउने ग्यास? हावा कखलाएर हुन्छ। जनता पनि फेरि पछाडि फेरि उस्तै फेरि उखानेको फेरि विश्वास गर्ने उस्तै। त्यसैले यो पालि अब की बार बालन सरकार त हामीले हेरेकै हो त। 22 साल 36 साल 40 साल त हेरेकै हो त। कुनै दलले मन दुखाउनु